हाई एभ्रिवान, तपाईँहरू थाकेर आएको बेला भोक लागेको बेला यस्तो मिठो खाना बनाएर दिने मान्छे पाउँदा खुसी लाग्छ कि लाग्दैन होला है। खसीको बुटनसँग टक्क लाएर खान प्याज राखेर हाम्रो नेपाली डल्ले खुर्सानी अचारसँग खाना पाउँदा एकदम रमाइलो हुन्छ। स्पेसल आज मेरो किचनमा छ अक्टोपस, प्राउन्स र केक्डा के भन्छ गङ्गटा छ, हाम्रो गङ्गटा। अनि त्यसपछि पोर्क छ, यो चाहिँ भोलिको लागि। म चाहिँ एकदम धेरै फुडी हो कि, एकदमै धेरै। यो चाहिँ चिकनको पोटाकोले जो र यो चिकन डायमन्ड छ, चिकन डायमन्ड छ। अनि स्पेसली मेरो किचनमा चाहिँ डल्ले खुर्सानी छ है, मैले नेपाल गएको बेला लिएको थिएँ। यो नहुने हाम्रो नेपाली किचनमा गुन्द्रुक नहुने त सिन्की, हाम्रो दाङतिर पश्चिमतिर चाहिँ सिन्की भन्छ। अब अलग अलग ठाउँमा फरक फरक ठाउँ अनुसार कसैले गुन्द्रुक पनि भन्छ, कसैले खै के भन्छ, हाम्रोतिर चाहिँ सिन्की भन्छ। अनि यो चाहिँ मेरो मछली ड्राई, अनि यो प्राउन्स, बेबी प्राउन्स एकदम धेरै मनपर्छ। अनि म एक्लै रुममा बस्ने हो, तर पनि मलाई यो खाना भनेपछि म ननभेज धेरै खाने भएर टक्क लाएर खाने हो अब मजासँग।